हेलो साथीहरु म चाहिँ आज अंडा करीको रेसिपी लिएर आएको छु। त्यो पनि मेरो मम्मीले बनाएको एकदमै मिठो वाला रेसिपी। अन्तिमसम्म हेर्नु होला। यसमा चाहिँ एउटा स्पेशल मसला छ जसले गर्दा यो करीलाई एकदमै मिठो बनाउँछ। सो देख्न सक्नुहुन्छ के इन्ग्रेडिएन्ट हाल्यौं भनेर। अनि सबै मसलाहरू हालेर यसरी भुट्दै छौं हामीले हैन। भुटिसकेपछि यतिको चाहिँ हुनुपर्छ है साथीहरु। अनि एकछिनसम्म उमाली राख्ने हैन, मज्जाले उमाल्ने चलाउने गर्ने। अनि गरिसकेपछि अनि त्यसपछि हेर्नुस् मैले मज्जाले उमाल्दै छु। अनि त्यसपछि आउँछ हाम्रो स्पेशल इन्ग्रेडिएन्ट, यो हो दही। दही हाल्नुपर्छ करीमा, यस्तो मिठो हुन्छ नि साथीहरु। अनि दही मात्र नहालेर मैले चाहिँ थोरै चामलको पिठो पनि यसमा हालेको छु। सो यसमा चाहिँ चामलको पिठो र दही मिसाएका छौं। एकदमै मिठो ट्वाक्क भएको थियो, देख्न सक्नुहुन्छ। भिडियोमा पनि अहिले हेर्दा मुखमा पानी नै आइसकेको छ, खाम भइरहेको छ हैन। अनि अंडा पनि राखे मज्जाले हैन, देख्न सक्नुहुन्छ। अनि त्यसपछि अब यसलाई पनि मज्जाले हामीले उमाल्छौं। अनि उमालेपछि मिठो हुन्छ। अनि त्यसपछि हामी खान्छौं। हेर्नुस् त मज्जाले उम्लिसकेको छ। अनि अब यो लगभग रेडी हुन लागिसक्यो के, अब पाकिसक्यो भन्दा पनि भयो हैन। अनि त्यसपछि अब यो उम्लिसक्यो। अनि यो चाहिँ पाकेर मैले अब यहाँ खान थालिसकेको छु। यस्तो मिठो भएको थियो नि। अनि मैले ढिँडो पनि बनाएँ। अनि ढिँडोसँग खान पनि मज्जा आउँछ के यो। तपाईहरुले पनि घरमा ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ के, एकदमै मिठो। अनि मेरो यो साइडको चाहिँ छोप हो के, यो छोप पनि मैले घरमै बनाएको, यस्तो मिठो छ नि। सबै रेसिपीहरु म हजुरलाई पछि शेयर गर्ने छु। अहिलेलाई चाहिँ यस्तो मिठो भयो थियो नि मैले यो खाएको। अनि ढेँडो, भात, सब्जी, अंडा सबै खायौं। अनि त्यसपछि आनन्द भयो। अनि बस्यौं। बाइ बाइ।